नरियाबारीको चन्द्रटोल भन्ने ठ्याक्कै चोकबाट पूर्व लाग्दाखेरि हामी यो बाटोबाट आउनुपर्छ हैन। ट्याक्कै आइसकेपछि ट्याक्कै यो बिजुलीको खम्बा, यो पश्चिमपट्टिको 20 फुटे बाटो, त्यो तल्लोपट्टिको अर्को 20 फुटे बाटो र यो चाहिँ पानी जमाएर यो मैला कुवाएको हो। यसलाई चाहिँ गोरा गरेको भन्छन्। एकदमै खेतीयोग्य जग्गा पनि हो, घर बनाएर पनि बस्न मिल्ने खालको जग्गा छ। उत्तरपट्टि रहेको यो 20 फुटको बाटो निकास छ उ पर बाँसगारीबाट उता पनि अर्को बाटोमा गएर जोडिन्छ हैन। त्यो बाँसगारीमा एउटा पुल बन्नको लागि बजेट परिसकेको छ। अब यो जग्गा चाहिँ बिक्रीमा आएको छ, एकदमै चलन चल्ती भन्दा धेरै सस्तो मूल्यमा जम्मा जम्मी 10 कट्ठा जग्गा बिक्रीमा आएको छ। तीनपट्टि बाटोले छोएको, टुक्रा गरेर घडेरी पनि बिक्री गर्न सकिने खालको जग्गा हो यो। एकदमै राम्रो जग्गा, बिर्तामोड नगरपालिका वडा नम्बर 8 को जग्गा हो यो। ट्याक्कै 200 फिट मुख रहेको छ उत्तरपट्टि भनेको। तपाईँको जग्गा यहाँसम्म, यो धानबारीसम्म, यो किला देख्नुहुन्छ, यो किलासम्म आउँदाखेरि सिमेन्टको गाडेको किला छ। ट्याक्कै यो किलासम्म जग्गा पर्छ। यस्तो गएर दक्षिणपट्टि पनि बाटो है। यो जुन पर कदम ठुटे कदम देख्नुहुन्छ, त्यो कदमको पूर्वपट्टि पैनी छ, पैनीबाट उता पारिपट्टि निस्किने निकास भएको बाटो छ। यो बाटोमा पुलको लागि योजना पनि परिसकेको छ। भोलिको दिनमा गएर एकदमै राम्रो भविष्य बोकेको जग्गा छ यहाँ। टक्कै यो जग्गा बिक्रीमा छ। एकदमै यो जग्गामा लगानी गर्नुभई मौकाको फाइदा उठाउनुहोस्। यो अलिकति व्यावहारिक अप्ठ्यारो परेकोले गर्दा यो जग्गा चलन चल्ती भन्दा सोचे भन्दा धेरै सस्तोमा बिक्रीमा आएको हो।